भाइ बहिनी सबैलाई मेरो नमस्कार। आज हामी लामो यात्रा गरेर आएका छौँ। चितवनको कार्यक्रम कार्यक्रम गर्दै यहाँ आउँदा हामीलाई धेरै समय लाग्यो। त्यसको कारणले तपाईँहरू धेरै समय पर्खिनु पर्यो। त्यसप्रति हामी क्षमा प्रार्थी छौँ। आज तपाईहरुकै यस क्षेत्रको छोरा, यस क्षेत्र विकट क्षेत्र भनेर मानिने यो पञ्चसम गाउँपालिका, बागमती गाउँपालिका लगायत यस क्षेत्रकै छोरा पदम लामालाई हामीले उज्यालो नेपाल पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार बनाएका छौँ। उहाँलाई अत्यधिक मतले जिताउनको लागि म तपाईहरु सामु यहाँ उपस्थित भएको छु। म पहिलोचोटि आएको हो। म यो क्षेत्रमा वास्तवमा आएकै थिएन र यो चुनावी अभियानमा वास्तवमा हाम्रो देशैभरिको समस्या देशैभरि पुग्नुपर्ने बाध्यताले गर्दाखेरि यो आउन सक्ने अवस्था, एक दिनको समय छुटाउन सक्ने अवस्था पनि थिएन। तर पदम गोले भाइको लागि र तपाईहरुले जो यस क्षेत्रका तपाईहरुको छोरा उठ्नु भएको छ र यस क्षेत्रबाट उहाँलाई जिताउनको लागि म आफै पनि यहाँ आएको छु। यसलाई तपाईहरुले सकारात्मक रूपले हेरेर र यो क्षेत्रबाट पदम गोले भाइलाई अत्यधिक मतले जिताएर पठाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। यो क्षेत्रको परिवर्तनको लागि, यो क्षेत्रको विकास निर्माणको लागि, यो क्षेत्रमा गर्नुपर्ने विकास निर्माण र यो देशको समृद्धिको लागि उहाँलाई जिताएर पठाउनु हुन हार्दिक अनुरोध गर्दछु। वास्तवमा तपाईहरुलाई मैले एउटा चाहिँ प्रतिबद्धता गर्न पनि आएको। उहाँ एउटा हुनार युवा हुनुहुन्छ। उहाँले धेरै काम यो क्षेत्रको विकासको लागि, यो क्षेत्रको विकास निर्माण र यो क्षेत्रको रोजगारीको समस्याको समाधानको लागि उहाँ आफू खट्नु हुनेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु। वास्तवमा उहाँ आफूले गर्न सकेन भने पनि म आफै यो क्षेत्रको विकासको लागि लाग्नेछु। मैले बिहानैदेखि आउँदाखेरि सडकको पूर्वाधारको एकदमै कठिन अवस्था, भूगोलको हिसाबले पनि कठिन अवस्था, यो क्षेत्र